हेलो नमस्कार सुस्वागतम। आज घुम्दै क्रममा आइपुगेका छौँ बुटवलको कालिका नगरबाट हामी लाग्दैछौँ भैरवा साइड मणिग्रामसम्म यात्रा गर्दैछौँ। मोस्ट पोसिबली हामीले यो हाइवेको यात्रा गर्दैछौँ। 3टा लेनमा 6 लेनको हाइवे मस्त सरर ड्राइभ गर्दै जाउँ। बुटवलदेखि भैरवा लगभग 22 किलोमिटर। बुटवल भैरवादेखि लुम्बिनी जाने बाटो यही हो। एन्ड देन बुटवलदेखि सिनौली 26 किलोमिटर। सर यो बाटो हाइवे मस्त बाटो रहेको छ। कुन ठाउँ आइपुग्यो नयाँ ट्राभल गर्ने मान्छेहरूलाई थाहा हुँदैन। पहिला यहीँ बुटवल बस्दाखेरि कुन ठाउँ आइपुग्यो भनेर रुखले घरले थाहा पाइन्थ्यो। अहिले कुन ठाउँ आइपुग्यो भनेर एकछिन रोकेर हेर्नुपर्ने अवस्था छ। सो सर लेन ए, लेन बी, लेन सी बाट ट्राभल गर्दै अगाडि बढौँ। हामी पुग्नेछौँ मणिग्रामसम्मको यात्रा गर्दैछौँ। हाइवे इन्जोय द ड्राइभिङ एक्सपिरियन्स। दसैँको माहौल 2082 सालको दसैँको माहौलको बेलामा यस्तो रहेको थियो। हाइवे ड्राइभिङ चाहिँ मस्त मजा आउँछ। आइपुग्यौँ हामी योगीकुटी आइपुगे जस्तो लाग्यो। यस योगीकुटी जयकुटी भन्ने गरिन्छ। यहाँबाट हामी नेक्स्ट स्टेसन जानकीनगर, शान्ति, शङ्करनगर, नयाँ मिल हुँदै मणिग्रामसम्मको यात्रा तय गर्नेछौँ। अब मस्त बाजा सुन्दै बाजाको धुनमा रमाउँदै अगाडि बढौँ है त मणिग्रामसम्म। यो बाटो को हिँड्दै हुनुहुन्छ यतै बुटवलबाट को हुनुहुन्छ कमेन्ट गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला, सब्स्क्राइब गरिदिनु होला। नयाँ बुटवल, राम्रो बुटवल, सुन्दर बुटवल, प्राउड टु बी बुटवल एरिया। सरर
highway. It is one of the most attraction. जो पनि बुटोलबाट ट्राभल गर्दिनुहुन्छ ओहो बाटो त खतरा बनेको छ है भन्ने थट सुन्न पाइन्छ विचार सुन्न पाइन्छ होपफुली यो बाटो सधैँ यस्तै रहोस् अझै उत्तर ब्युटिफुल हाइवे अफ नेपालमा गनियोस् गनिएको पनि थियो पहिला अहिले परिरहेकै छ होप टु बी कन्टिन्यू यस्तै बाटाघाटाहरू नेपालका हाइवेहरूमा बनोस् नेपालहरूको बाटो सहज बनोस् रोडवे इज वान अफ द foremost crucial component for the development भन्ने गरिन्छ so let's enjoy it. Finally, it's Morigram Choksamma आइपुग्यो. Thank you for watching.